मङ्सिर महिना मेष राशिका लागि लुकेका सत्य भित्र डर र ठूला परिवर्तनको सामना गर्ने समय हो। किनभने तपाईको आफ्नै राशि स्वामी लग्नेश मङ्गल सूर्य र बुधसँग मिलेर महिनाको सुरुवातमा अष्टम भाव वृश्चिक अर्थात् सङ्कट र रूपान्तरणको घरमा त्रिग्रही आदि नै सिर्जना गरेको छ। यो त्रिग्रही आदि तपाईको लागि एक आध्यात्मिक शल्यक्रिया हो। अष्टम भाव स्वास्थ्य सङ्कट र दुर्घटनाको भाव हो। त्यसैले मङ्सिर 1 गतेदेखि 22 सम्म स्वास्थ्यमा अत्यधिक सावधानी अनिवार्य छ। तपाईको सम्पूर्ण ऊर्जा लुकेका कुरा, गहिरो अनुसन्धान वा पैतृक सम्पत्ति जस्ता मामिलामा केन्द्रित हुनेछ। यो सङ्कटलाई तपाईको 12औं भावमा चलेको शनिले 7.5 को पहिलो चरण अझ गहिरो बनाउँछ। यसले खर्च, अनिन्द्रा र लुकेका शत्रुहरू बढाएर तपाईलाई भित्रीदेखि वैराग्य बन्न बाध्य बनाउनेछ। तर यो भित्री आदिका बीच तपाईसँग दुईवटा सुरक्षा कवच भने छन्। पहिलो, तपाईको सप्तम भाव साझेदारीमा शुक्रको मालव्य योग छ र त्यसैले तपाईको दाम्पत्य जीवन वा व्यापारिक साझेदारीलाई जोगाइराख्छ। दोस्रो, मङ्सिर 11 गतेसम्म बृहस्पति चौथो भावमा कर्कटमा उच्च छन्। यो 10 दिन पारिवारिक र मानसिक शान्तिको लागि सुनौलो अवसर हो। यो महिनाको टाइमिङ नै सबथोक हो। मङ्सिर 8 देखि 21 सम्म जब बुध 7औं भावमा शुक्रसँग मिलेर बसेको हुन्छ, यो सङ्कटका बीच पनि व्यापारिक सम्झौता र स्पष्ट कुराकानीको लागि उत्तम समय रहनेछ। तर मङ्सिर 11 गते तपाईको पारिवारिक सुखको सुरक्षा कवच बनेर बृहस्पति चौथो भाव कर्कटबाट वक्री भई तेस्रो भाव मिथुनमा जाँदा तपाईको ध्यान पारिवारिक शान्तिबाट हटेर पुराना योजनाको पुनरावलोकनमा केन्द्रित हुनेछ। तर मेष राशि तपाईको लागि सबैभन्दा ठुलो प्रेरित अफर तर मङ्सिरको 22 गते आउँदैछ। तपाईको लग्नेश मङ्गल जो 21 गतेसम्म सङ्कटको अष्टम भावमा फसेका थिए, उनी मङ्सिर 22 गते त्यहाँबाट मुक्त भएर सोझै भाग्यको 9औं भाव धनुमा प्रवेश गर्नेछन्। यो महिनाको अन्त्य सङ्कटबाट भाग्यतर्फको एक शक्तिशाली यात्रा हो, जहाँ तपाईको रोकिएको ऊर्जाले धर्म र सकारात्मकको बाटो समात्नेछ।